क्यामेरा टेस्ट वी हेभ 30 minutes अफ फुटेज लेफ्ट अब हामी जाँदैछौँ हलचोकमा फ्रम लामाटार टु हलचोक यस हामीलाई पहिला जान्दै हुन्थ्यो भने क्या त्यही भएर त्यहाँबाट त्यहाँ गाडी जान्छ होला ढुङ्गा छ क्या जान्छ उड्दैन धुलो हिजो त बाइक भएकोले हो यति बेला धुलो उड्दैन क्या शीतले धुलोलाई हेरी गरे ए चिसो हुन्छ भनेर त्यति त ठिकै हो के हुन्न के नडरा त्यस्तो बेला तैँले नि बडी वेट सिफ्ट गरिस् भने मलाई ब्यालेन्स गर्न झन् गाह्रो हुन्छ क्या उनी है यता होइन प्रो भइसक्यो प्रो सिक्स अरू मलाई बिस्तारै लगिरहेको यहाँ है हिजो उडेको हो ल पछाडि होइन पछाडि बस्न गाह्रै छ क्या त्यो पछाडि बस्नलाई राम्रो हुनलाई 1% yeah allowed you plus pillion okay you plus luggage also okay you plus pillion plus luggage not okay they're braking come on to swing गेयरमा जाने र यही ओह्रालो जाँदा यही हुन्छ क्या एक गेयर जाऊँ कि दुई गेयर अलिक फास्ट हुन्छ होइन एक गेयर चाहिँ वाइल्डै स्लो हुन्छ यस्तो हुन्छ एक गेयर दुई गेयर हानु फेरि अलि फास्ट भयो क्या एक गेयर दुई गेयर जाने हल्का रेभ मैले हल्का एक गेयरमा रेभ लिएर जाऊ भनेको थियो मलाई एक गेयरमा हाल्ने अनि हल्का रेभ लिने क्या हल्का बटार्ने स्लो त स्लो नै हुन्छ बट इन्जिन एकदम राम्रो फुल्छ अरे क्या यसरी गऱ्यो भने अनि 140 हाने हो नि हाइवे पुगेर त यसरी झरेपछि हाइवे आउँछ नि बाइकले त अनि मक्खन पाएँ मैले भनेर अनि हान्छ क्या रेप लिएरै जानुपर्छ यहाँ चाहिँ लिनुहुन्न हुँदैन हेर म लाग्छु ल हामी अलि यताबाट जाउँ है उता चिप्ल्यो भने नराम्रो उतातिर जान्छ क्या फेरि मा पख है मुला दुई गेयर होइन नि त दुई गेयर होइन नि त दुई गेयर त यस्तो हो मैले न्युट्रलमा लगिरहेको रहेछ क्या त्यही भएर यता होइन नि बाटो है न्युट्रलमा रहेछ कि अनि पो swing डोलो भावे यस्तो मजा आउँथ्यो क्या यो घान्डुङ बाटो हुन्छ नि उठ्दैमा घुमै मैले थाहा पाएँ जो बाइक चलाउनु मन लाग्यो भने यहाँ आउने रहेछ क्या उता तल राम्रो बाटो नि छ यहाँ अफरोड नि छ होइन सोलो आउन चाहिँ सोलो आउनु पऱ्यो माथि लाखुरी नै जान चाहिँ रमाइलो हुन्छ जस्तो लाग्यो क्या मलाई बाइकमा यो त लाखुरी नै होइन रहेछ नि त यो त मुनि लाखुरीको मुनिको पार्ट रहेछ होइन त्यही भएर अनि
यस्तो अफर यो भयो होइन अनि राम्रै बाटो पनि छ रहेछ कि उताबाटै अँ अब त्यो होइन मैले भने त राइडै आउन त यही नै आउनु नि किन होइन राम्रो बाटो किन आउने राइड आउने यही बाटो आउने तर माथिसम्म गएर पुगेर फर्किने टोलीहरू पनि रहेछ हिजोको त्यो ऊ बाटो चाहिँ अलि मलाई त्यो बिस्तारै कता हो सिधा हो सिधा है भएकै यहाँ त फेरि अलिक बिग बम यहाँ त हिजो कसरी आयो यार हामी आयो तर हिजो त वाइल्ड रोकेर आएको थियो नि त्यो रोकेर आउँदा पनि फिल हुन्न नि त होइन घट्टा आयो आयो भन्ने खालको हुन्थ्यो खोइ त्यो हिजो भिजेको बाटो भिजेको बाटो आयो गाडीहरूलाई टर्निङमा होइन होइन यो टर्निङमा गएर यस्तो गरेर बस्दिनु हुन्न क्या उसलाई चाहिन्छ नि त स्पेस यहाँ आएर बस्दिनु हुँदैन क्या यस्तो बेला गाडी आउँदा उसलाई अलिकति स्पेस चाहिरहेको हुन्छ नि त टर्न लिन न्याङ हुन्छ क्या कि मैले ब्याक गर्नुपर्छ मलाई उकालो पर्छ होइन उसलाई ब्याक गर्न उसलाई नि झ्याउ हुन्छ किन बिस्तारै आउँछ टिभीमा त इन्जिन के अरे ऊ नै हुँदैन कसरी आउँछ यार मैले त यो ब्रेक हान्ने छैन क्या ल हेर ल इन्जिन ब्रेकिङले गरेर हो क्या मैले त्यसमा पनि त्यसको अल्टरनेटिभ छ त होला होइन यहाँ है भिजेको बाटो बिस्तारै जाउँला चिप्लिन्न तर टायरमा ग्रिप कस्तो उल्टो क्या फर्स्टमा बाइक किन्दा बाइक चिप्लिने रे होइन अनि टायर खिच्दै गएपछि ग्रिप आउने रे क्या भनेको लङ टर्नमा इट्स गुड लङ टर्नमा भेरी गुड होइन अब कहाँ हो बाटो राइट हो लङ टर्ममा गुड तर फर्स्टमै बाइक किन्दै चिप्ल्यो भने त हात पनि बस्या हुँदैन होइन अब अहिले एक थोपा चिप्लिँदैन कि यो बाइक होइन अब फर्स्टमा बाइक किन्दा यस्तो चिप्लेर कसम त्यसरी बनाएर अरे के चिल्लो टायर बनाएको रे होइन तर त्यो खिरा भित्रभित्र चाहिँ ग्याप बनाएर हो रे क्या अनि खिँदै गएपछि ग्रिप आयो नि त खिँदै गएपछि ग्रिप आउने रे म त कम्प्लेन गर्न गएँ नि बाइक चिप्ल्यो भनेर टायर के हो भनेर अनि ए भाइ यो टायर अलिक खियाउ तिमी अनि मजाले ग्रिप आउँछ भनेर क्या ए भएर गयो त है भिजेको बाटो पनि मजाले सत्य होला आनन्दले ट्याक्सी त आयो यसलाई कहाँ दिने त ठाउँ रहेछ न्युट्रल त्यो गियरिङ 1 र 2 गियर चाहिँ अति नै उठ्छ है आउँदैछ टोटीहरू अर्को बाटो देऊ न नानु के गरेको मलाई त यतै पेल्दै क्या हेर्नु ठाउँ त थियो त्यही पनि सक्यो लाग्यो मलाई अब त हामी त बजारै आयो होला नि होइन यहाँ पनि बस्ती क्या तर है यिनीहरू आउँदा त लाखुरी नै जस्तो फिल हुन्छ होला यार कति मिनट रहेछ भनेर खिचाएको छु मैले पछि हेर्नलाई एकचोटि त्यो अहिलेको हिजोको मन्दिर पुगौँ न खोइ आयो होइन त हिजो मन्दिरमा रोकेको थियो नि यही हो ए रोके ल अहिले सब फल्टीमा राखेको छ क्या त्यही भएर हजुर ए तल झरौँ झर्दै
यहीँसम्म माथि हो यहीँ माथि हो हजुर हेर्नु खोलौँ होइन यही माथि गराएको माथि। हिजो राति बसेर बेलुका बसेर आज यहाँ साथीको छ यो क्यामेरामा क्याम्प भनिसक्यो एउटा माथि उसले मेरो बाइक लग्यो मा भनेर पक पक ल बस फेरि यो मेरो भान्जी आइया उसले भर्खरै कस्तो लाइसेन्स निकाल्यो भन्न मैले कुदाएन यार मलाई लागिरहेको किन मलाई लागिरहेको थियो क्या शनिबार हो नि त यो देखि खिच्नु यो अलि एन्सियन्ट ठाउँ त होइन त्यो पुरानो बस्ती अब कहाँ हो सिधै हो है ए याद दुई सय भनेर चाहिँ के रहेछ है मर्सिडिजको 200 हेर्नु त्यहाँ खिच्नुभयो फाइनल ठिक छ ल हामी 1 बजेर 3 मिनट हो कि 4 मिनट गएको छ र हामी चाहिँ हिमाडोलको जाममा छौँ के ए हो ए भन्न कहाँ हो त्यो लेफ्ट हो हिजो झुकेर यताबाट आएको थियो है हामी सिधै बल्कु भएर कटेर सिधै जानु पऱ्यो नि त अन्डरपास जान पायो हामी पाएन किन पाएन अन्डरपास अब हामी लेफ्ट गएर चाहिँ कहाँ पकाउनु पाएको यो त ओभरपास हो नि तपाईँ कुरै बुझ्दैनस् अन्डरपास पनि जानु पाउँदैन हामी हेर्नु लेफ्ट ए भाइ कलङ्कीको भने क्या कसले पनि त पायो हो असो घाम आयो अरे सेवा नि हो अन्त एउटा एनर्जी नै ठिकै मुखमा त्यो राखेर हामीलाई अराउन्ड 10 मिनट लागेको छ हिमाडोलबाट यता आउनु होइन त के ठाउँ हो एकान्त गुना आउनुलाई हो त्यो सोबारको गुम्बा हो अरे क्या होला जस्तो लाग्यो है सोबारबाट देख्ने जस्तो लाग्यो सोवार पछिबाटै हो तर सोबारभन्दा माथि अझै होइन ल अब यहाँ कति बेर रोक्ने हो ए मा बल्लै बल्लै भयो नि त यहाँ पनि एउटा यहाँ ऊ राख्नुपर्ने क्या ट्राफिक लाइट है अन गर्छ क्या अन्डरपास चिल्दैछौँ आज
सामानको गाडीको पछिटा पढ्नु हुँदैन। र परेनौँ। र हामी अब के हो, चीन नेपाल बीच निरन्तर मित्रता कायम रहोस् भनेर हामी अलि यताबाट जानु पर्ला है। भयो छैन अन्डरपासै त्यति छ सानो। कति मुला अन्डरपास